मेरो बुढी मस्त रिसाई छन्। जेस दिन रिसाउँछन् नि पुरा घरको साफसफाइ हुन्छ कि। यहाँ देख्न सक्नुहुन्छ म ड्युटी गएको दिउँसो आज मेरो छुट्टी थियो। पुरा घर साफसफाइ गर्न भनेको थिएँ। मलाई धुलसित एलर्जी छ। खास गरेर पत्ता नै के हुन्छ कि गाडी धुँदा केही हुन्न। जति गरे पनि घरको साफसफाइ गऱ्यो भने यो पंखा जाला निकाल्ने अनि साफसफाइ पुरा टेबल हटाएर भनेको थिएँ। घरको साफसफाइ गऱ्यो भने तुरन्त मलाई सर्दी पक्रिन्छ। मतलब हुन्छ त्यसमा दिउँसैबाट रिसाएको थिइन्। आउँदाखेरि त आज खाना पनि भनिएको छैन घरमा। अनि देख्न सक्नुहुन्छ घरमा पुरा यो देख्नुहोस् यसरी साफसफाइ गरिछन्। मैले झाडु मारिदिउँ क्या बुढी? परेको छैन, दिउँसभरि गर्नु भनेको माग्नु भएन। अब यस्तो छ साथीहरू, के गर्ने अब। पुरा घरमा पुरा पसारै पसार छ। आज खाना बिहानबाट 10 बजेबाट बसिरहेको 1 घन्टा 2 घन्टा भ्याइ थियो गरे। अब छुट्टी फाल्तुको टाइम पास गरेँ। मैले यसै पनि हेल्प गर्छु थोडा बहुत होइन। पर मैले भने साथीहरू खाना बनाइदिन्छु, पर मैले साफसफाइ यो धुलोको काम गर्दिनँ। मैले मलाई यो चिज चाहिँ अलि एलर्जी छ क्या, त्यही भएर अब बहुत रिसाएर आज खाना बनिएको छैन ग्यासमा। देख्न सक्नुहुन्छ। अब के थाहा, अब यहाँ बुढीको साफसफाइ गर्ने चक्कर। यो देख्नुहोस् अहिले यता पुरा किचनका पनि भाँडासाँडा निकालेर धोएका छन्। खानाको कोही ठेगाना छैन यहाँ। आज पता नै अब बाहिरबाट लिएर आएर खाने के हो। खाना बनाइ के होइन हो न, भोकै बस्ने। अब यस्तो हुन्छ साथीहरू, देख्नुहोस् भनेको नमान्ने नि यस्तो हुन्छ के। भोकै बसे पनि केही हुन्न। अरे भोकै बसे भोलि बिहान गाडी धुँदा ताकत चाहिएन। वडा पाउ त अब मैले बाहिरको कम खान्छु नि। त्यसो नभन यार, भोक लागेको छ मलाई यार। म भर्खर ड्युटीबाट आएको, घर आउँदाखेरि यस्तो अब छोरीले मदत गरिरहेछन्। अरे हमारे इधर देखो छोटा ये लाडसा विदेश में सोया है। होमवर्क हो गया? होमवर्क हो गया? घरको काम गर्न दुःख मान्ने, खाना सबै चाहिने टाइम टेबल। बहुत रिसाइ छन् आज, फायर छन्। ल अब म फटाफट मद्दत गर्छु। अब झाडु साडु मारिदिन्छु, के गर्ने होइन। हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट राख्नु होला। घर घरको कहानी यस्तै हुन्छ कि साथीहरू। हजुर अच्छा ल हेर्नुहोस् है, मेरो छोरीले पनि बहुत मम्मीको मद्दत गरिछन्। अब म्याडम त अब धेरै रिसाउनु भएको छ, त्यस हुनाले फायर हुनु भएको छ। आज कोही खानाको ठेगाना छैन। ल साथीहरू, मैले माथिको मद्दत गरिदिन्छु भनेको। च्यादर निकाल्न पठाइन्। च्यादर निकालेर बेड लगाऊ एकदम राम्ररी भनिन्छ। अब त जानै भएको छैन, झाडुले हान्छन् कि चाहिँ गरिछन्।